सो गाइज अनि कि त्यस्तो लेखेर तानेर बोल्छु जस्तो लाग्छ। हेर्नुहोस् मैले चाहिँ जङ्क फुड किन्छु भनेको थिएँ जङ्क फुड किन्छु होइन। आवाज पनि पाउँदैन रहेछ त त्यो स्कुटरमा त इलेक्ट्रिक स्कुटर रहेछ क्या ससिना दिदीको नयाँ। आई लभ नेपाल बट आई लभ कुइनेटार। लेफ्ट राइट लेफ्ट लेफ्ट राइट लेफ्ट। हेलो गाइज ह्याप्पी होली सबैजनालाई। अनि आजको ब्लगमा हाम्रो यताबाट सरर इलेक्ट्रिक स्कुटर आइसक्यो हाम्रो टोलीहरू। ला छोड्दैछु अब। अनि त्यसपछि हामी चाहिँ अब कहाँ जाँदैछौँ गाइज? पोखरीबाटै जाने भयो कोही बाटो देखेको छैन पोखरीले मात्रै देखेको छ। अलिसासी ए आवाज पनि पाउँदैन रहेछ त त्यो स्कुटरमा त इलेक्ट्रिक स्कुटर रहेछ क्या ससिना दिदीको नयाँ। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ अब रोडबाट हामी सरर जाँदैछौँ होइन। अनि अब त्यस्तै हो कस्तो रहेछ के रहेछ हामी देखाउने त भइ नै हाल्यौँ गइसकेपछि। सो अहिलेलाई बाई ह्याप्पी होली। हामी चाहिँ ढुक्कुर पानी चोकमा आइपुगेको छौँ। यहाँ चाहिँ ढुक्कुरको यस्तो स्ट्याचु के भन्छ यसलाई यो बनाएको रहेछ। अनि मैले चाहिँ यता हो भने अनि अल्छादीले उता भनेपछि अनि अल्छादीले यता चाहिँ हो कि कस्तो भन्छिँदै मैले होइन। सङ्गम चाहिँ अब चाहिँ हामी जङ्गलतिर प्रस्थान गर्दैछौँ ठ्याक्कै होइन। अनि हामी चाहिँ मधुमल्ला रोड हुँदै खुडी जानेछौँ पहिला। अनि त्यसपछि चाहिँ खुडीबाट कता हो भन्ने कुरा हामीलाई थाहा छैन। त्यो चाहिँ सोध्दै जाने भनेको छौँ होइन। ठिकै छ जाउँ अब। अनि आज चाहिँ होली भएकोले हामीले बाटोमा यस्तै होली खेल्ने साथीहरू धेरैजना देखिसक्यौँ। सानो सानो भाइ बहिनीहरू पनि हामीले धेरै देखिसक्यौँ होइन। अनि हामी उहाँहरूलाई हेर्दै खुसी हुँदै पनि जाँदैछौँ। अनि अहिलेसम्म चाहिँ वी आर इन्जोइङ। अनि खुडी पुगेको छैनौँ हामीहरू। सो गाइज अनि कि त्यस्तो लेखेर तानेर बोल्छु जस्तो लाग्छ। हेर्नुहोस् मैले चाहिँ जङ्क फुड किन्छु भनेको थिएँ जङ्क फुड किनिसकेँ होइन। अनि अब हामी चाहिँ यो सस्पेन्सन ब्रिजबाट जान आँटेको माथितिर स्प्राइट किनेनौँ हामीले। अनि एकैछिन ल यहाँनिर एउटा सामान किनौँ किन्ने अब हामी सामान। ओके ल आइसक्यो दाइ चुइङगम छ जाँदैन। गाइस यु मे लभ नेपाल बट आई लभ कुइनेटार। फेरि कति मान्छेलाई चाहिँ यो कुइनेटार भनेको कहाँ होला जस्तो लाग्ला होइन। यो चाहिँ पारिपट्टि खुडी यतापट्टि कुइनेटार यतापट्टि खुडी यतापट्टि मुडी अरे सजना दिले भनेको छाडा बदतमिज। अनि हामी चाहिँ हिँडेको ल पो यो पोको पोकेको ऊ एउटैको अर्को पोको छ माथिका एउटा दुईटा पोको छ। अघि गलेर बसिसके म कालु पुगेर खानु पनि गलेर बसिसके। ए होइन अरे मारिदिने अरे हामीलाई कुटेर हामीलाई पर्खिसेको अरे। अनि अब हामी चाहिँ हिँड्न आँटेको यो सिँढी नै सिँढी जाने हो। ए लेफ्ट राइट लेफ्ट लेफ्ट राइट लेफ्ट। गाइज अनि के गर्मी भयो ल। अनि कोट खोले अनि हामी चाहिँ उता तलबाट यहाँ हेर्दा थोरै देख्यो पनि धेरै हिँडिसक्यौँ ल। अनि मैले चाहिँ कानमा फुल पनि लगाइसकेँ। अनि सजिना सिस्टर त पछाडि। अनि म चाहिँ के पछि गएर आएको मान्छे हो भन्दिनँ है म ल। भेट्दै गरौँ ल। हाम्रो पहिलो बसाइ। अनि यहाँ ब्याकग्राउन्डमा चाहिँ गीत बजिरहेछ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे कता हिँडेको बिजुली बालेर हुने दुर्गेश दाइको होइन कपिराइट लाग्छ र आफै गाइदिएको ल मैले चाहिँ। सन्ना दिदी ट्रेकिङ कस्तो भइरहेछ? माथि जाउँ कि नजाउँ त? आइनौ भने त भरे फर्किँदा लिएर जान्छौँ ल दिदी आउन कि उतै बस्छे सजाती वान्स फर आन्दैछु। छैन मलाई केही मन छैन म थप्छु अब। अलिसा अहिले त चुली पोखरी भन्ने ठाउँको नाम सुनेको छस् ठुली? मेरो वाला चाहिँ कान्छी भोलि होली हो नि भोलिको तिम्रो प्लान के छ? सबको प्लान बनाउनु तिमी नै होइन दिदी? अनि कि गाइज हामी हिँड्दैछौँ ल। हामी बाँचिरहेको छ
रमाइलो छ जिन्दगीको गोरेटो आखै बाहा छ गाइस हामी चाहिँ पुलाउ लिएर आइसकेको थियो अनि हर्केसमा अनि त्यो हामीले पुलाउ सब्जीहरू खाएर चाहिँ हामी एकदम फिट एन्ड फाइन भएको छौँ होइन हिँडेछौँ अनि अब त हामी छिट्टै पुग्छौँ किनभने हामीसँग अब त्यति धेरै सामानहरू छैन जम्मा 2टा झोला हो अनि त्यो चाहिँ हामी एक्सचेन्ज गर्दै गर्दै बोक्यौँ भने पनि हामी 4जनालाई सजिलै हुन्छ होइन अनि त्यही भएर हामी जाँदैछौँ मजा आउँदैछ हामीलाई गाइज मेरो सब्सक्राइबर बढ्नु भयो गाइज बिहान 6जना अहिले 5जना गरेर 11जना बढिसक्नु गर्छु भन्नुभएको छ गर्नुहुन्छ अनि यहाँ पिङ छ खेल्ने हामी भरे आउँदा कस्तो दामी जाँदा जाँदै एउटीले छाती छदुई 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 गाइज मेरो दुर्गति भइसक्यो अनि बाटो यस्तो उकालो छ अनि हामी अब फेरि यता जानुपर्ने अब पुग्न आँट्यौँ अरे म्यापमा हेर्दा चाहिँ होइन अब हेरौँ हामी कहाँसम्म के हुन्छ लु लागेको बाई बाई अब किन दमको होली खेल्न खोजेर के खोज्न हाइकिङ आएको होला ज्यान फाल्न लु हिँड्दै म गाइज हामी पुग्न आँट्यौँ किनभने हामी हल्ला खल्ला सुन्दैछौँ मान्छेहरू पुग्यो अरे फर्किन थालिसक्नु भयो अब हामी पनि पुग्छौँ पुग्न आँट्यौँ भनेको त अझै आधी घन्टा लाग्छ अरे तपाईँहरू कति बेला हिँड्नु भएको थियो रमाइलो टोलीसँग भेट भयो हाम्रो दिस बाख्रा लुकिङ मे एक टक लागेर मैले हेरेरै गरेँ यिनीहरूले के म त्यस्तो भूत जस्तो देखेको छु कि क्या यहाँनिर एउटा घर देख्यो भनेको अलिसा दिदी के भन्दैछ भने भन्दैछ त दिदी देखिनु पर्ने कुरा देखेन अरे घर मात्रै देख्यो हामी खोज्दै थियौँ पोखरी तर के गर्नु देखिएन पोखरी अब कतिन्जेल हिँड्ने हामी यसरी वाह 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 सो गाइज फाइनली हामीले पोखरी देखिसकेको छौँ अब चाहिँ हाम्रो इनर्जी तबर पनि तेबर भइसकेको छ पोखरी देखिसक्यो यस वी आर फिलिङ रिग्रेट किनभने हामी आयौँ हाइकिङको बाटो तर यता चाहिँ यस्तो सम्म प्लेन खेतबारीको बाटो यस्तो प्लेन बाटो छ उपर यहाँ देख्दै हुनुहुन्छ तपाईँहरूले कि छैन यहाँनिर देखिँदैछ नि यहाँनिर कहाँनिर यहाँनिर यता कताबाट देखिन्छ हो यहाँ यो बाटो थियो नि यहाँनिर यो बाटो सिधा जाँदो रहेछ ठिकै छ भइहाल्यो के गर्नु त अब रमाइलो गर्नुपर्छ खानुपर्छ आउनुपर्छ त्यस्तै हो रमाइलो भयो यो देखिँदै गरेको कुकुर छ नि यो कुकुर चाहिँ यो पोखरीको रक्षा गरे क्या जो पनि नयाँ टोली आयो भने चाहिँ जहिले यो 2टा कुकुर जहिले त्यहाँ पुग्छ अरे क्या अनि हाम्रो हामी भएठाउँमा पनि यो कुकुर आइपुग्यो होइन अनि हामीदेखि यतापट्टि साइडमा भएको टोलीसँग पनि यो कुकुर पुग्यो एकछिन अनि हामीलाई चाहिँ कतै अब यिनीहरूले खानको लोभले आएको कि जस्तो टाइपको फिल भएको थियो टक्कसँगले हामी यही गरेर आएको भनेर देखाइसक्यो अनि यो 2टा कुकुरहरू चाहिँ जहिले आउँछ अरे भनेर मैले लास्ट एउटा भिडियोमा पनि देखेको थिएँ आयो हामी आइपुग्ने बित्तिकै पनि अनि हाम्रो एउटा टोली त्यहाँ हुनुहुन्छ हामीसँगै आउनु भएको थियो अनि ल गाइस म पनि सुत्छु खै अलिकति ठाउँ चाहिँ अलिकति एक्सक्युज मी
यसो गरौँ यो नफर्किने भयो आँखा हेर्नु भएन गाइस तर यसरी सुतेका छौँ के हामी धन्न धन्न तल नाचिले राम्रो यहाँ यो गाइस यस हम चले पहाड़ों में गुनगुनाती राहों में हामी स्कुलमा खाइयो नि आँपको डल्लो डेस्कमा फुटाएर आँप चाहिँ चोरेर खायो आफ्नै बारीको आफ्नै बारीको चोरेको हुन्छ नानी आमा लठी लिएर पुग्नुहुन्थ्यो आमालाई घरमा आएर अलमा ल्यायो अनि एउटीले अलमा ल्याउने मै हुन्थ्यो अनि अरूलाई टिप्न गाइस ह्याप्पी होली होइन अनि त्यसपछि हामीले चाहिँ पानी के भाउजूले खाइदिउँ न हामीसँग चाहिँ पानी सकिएको थियो अनि यहाँनिर एउटा दाइहरू आउनुभएको थियो अनि उहाँले पानी दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद होइन ह्याप्पी होली पनि अब त भन्नै बिर्सेछु दाइहरू अनि छ नि अनि अब हामीले खाइसक्यौँ चटपटी अनि त्यसपछि अनि अब हामी जाने अनि अर्को तपाईँहरूलाई भन्नै पर्ने कुराहरू चाहिँ यहाँनिर बारबिक्यू गर्न यो पोखरीको वरिपरि एरियामा नमिल्ने भनेर अहिले भएको रहेछ किनभने यहाँ पूजा गर्ने ठाउँ नजिकै भएर चाहिँ अनि त्यस्तो गर्नुभएको रहेछ त्यही भएर उहाँ दाइहरूलाई चाहिँ पर पठाइदिनु भयो उता गएर गर्नुहोस् ल भनेर उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ बाई बाई दाई उहाँहरूले पनि दिनुभएको थियो हामीलाई पानी अनि त्यही हो हामी यहाँ बसेर एकछिन भ्यू इन्जोय गर्दै नेचरसँग रमाइलो गर्दै यसो अलिअलि मजा गर्दैछौँ साथमा गसिप पनि गर्दैछौँ म सजना दिदीको कुरा काट्दैछु सजना दिदी भाउजूको भाउजू अल्छादीको अल्छादी मेरो म कसैको कुरा काटेको छुइनँ म सबैलाई उ गर्दैछु विरोध गर्दैछु सो गाइस हजुर गएको कति बेला जाने तपाईँहरूले हामीलाई भेटिहाल्नुहुन्छ नि ल छिट्टो आउनु ल पर्खिँदै जान्छु ल अब हामी चाहिँ होइन निस्किसक्यौँ चुली पोखरीबाट अनि हाम्रो एउटा चिजबाट अलिकति पानी चाहिँ उब्रेको छ मागेको पानी अनि अब हामी जाँदैछौँ सो गाइस हामी चाहिँ फर्किँदैछौँ अनि दिदीहरू चाहिँ माथि नै हेर्छिन्छ म चाहिँ छिटो छिटो झरेर यहाँ आएको मेरो अनुहारको हालत त्यस्तो भइसक्यो म काली भइसक्यो कालीबाट डढेर काली अनि त्यसपछि ब्याग बोकाइदियो मलाई अनि म एकछिन आएर यहाँ रेस्ट गर्नलाई बसेको मेरो खुट्टाको नट चाहिँ घोडाको नट चाहिँ त्यो बल्टो फुस्किन आँटे जस्तै भएको छ कि अनि त्यही रमाइलो चाहिँ भयो होइन ठाउँ देख्यो अब म त्यहाँ पुगेको छु भन्ने हुन्छ सो गाइस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हामीले यहाँनिर चटपटे खायौँ भिडियो बनायौँ अनि त्यसपछि के पनि गऱ्यौँ पटक खिच्यौँ अनि अब हामी उ त्यहाँ गएर सायद एकछिन गीत गाउँछौँ होला अनि हामी यहाँबाट जान्छौँ बाई बाई सी यू इन नेक्स्ट भिडियो टिल मलाई मुड चलुन्जेल बाई बाई